साथी मेरो नातिनी यति छ नि खाने बेलामा झगडा गर्छिन् कुस्ती हेर्नुपर्छ पहिला पहिलाका बच्चाहरूलाई कचौरामा थालमा हालिदिएर कहाँ पुग्नु पर्थ्यो भुइँमा झरेको नि टिप्दै खान्थे अहिले त यो कली यस्तो हो कि मान्छे त्यस्ता हुन् कि बानी बिगारेको हो कि 6 महिनादेखि मोबाइल देखाएर खुवाएको त्यति गर्दा पनि हुँदैन उसलाई मन परेको चाहिन्छ मन परेन भने यसो गर्छ नि के गर्नु साथी हो साथीहरूको नाति नातिनीलाई के गर्नुहुन्छ एकचोटि हामीलाई पनि यसो सम्झेक दिनु न जानुहुन्छ कि 4सित खाना पेटमा पर्दैन 2 घन्टा लाग्छ के गर्नु उसलाई मन परेन भने त्यसो गर्छ नि सार दिनुपर्छ ऊ साथी के गर्नु हाम्रो बच्चा बिचरा खाना पाउँदैन थिए आमाको दुध त भेट्दैन थिए बेलामा के गर्नु कहाँ पुग्नु पर्थ्यो अहिले 3-4 जना एउटा बच्चालाई लाग्दा पनि खुवाउनु सकिँदैन है साथी हो के भएको होला यस्तो ल देख्नु पनि साथी यस्तो छ खाउँदा पनि नखाने चुस्सा बुबु दिएर हिँड्थ्यौँ अनि पो खान्थे अहिले त आमा नि साथमै त्यो गुलियो बकेने दुधले होला मुख बिग्रेको अब के गर्नु खानै मान्दैनन् यस्तो छ साथी हो